जोजलपा नेपाल भाषा सैकादिस नमस्ते नेपाल भाषा सिक्नुहोस्। आज हामी नेपाल भाषाको एकदमै पपुलर गीत सिरसाय हेगु भन्ने गीतको मिनिङ बुझ्न गइरहेका छौं। त सुरु गरौं। सिरसाय हेगु यो एउटा टुल हो, चर्खाको बीट हो। यो भिडियोमा पनि हेर्न सक्नुहुन्छ। जिमी दाइचा ब्युगु अर्थात मेरो दाइले दिएको। सिरसाय हेगु मेरो दाइले दिएको। जिमी अर्थात मेरो, ब्युगु अर्थात दिएको। वो हेगु कासा निसे त्यो हेगु लिए देखि। कासा निसे अर्थात लिए देखि। मन थाते लात अर्थात मन स्थिर भयो। थाते लात अर्थात स्थिर भयो। कहिलेकाहीँ मन ठाउँमा नभएको मान्छे भन्नु पर्यो भने चाहिँ मन थाते मलामो भन्छौँ हामीले। पुल्सा निसे मन फर्के जुल अर्थात त्यो बेलादेखि मन परिवर्तन भयो। योचा योचा भनेको पनि यो कपडा बुन्दाखेरि युज हुने एउटा टुल हो। सोया ढेढेचु भन्न खोजेको। योचा हेर्दा ढेढेचु चाहिँ अलि धर्मराएको भन्छौँ नि हामी। यो रक्सी खाँदाखेरि पनि मान्छे ढेढेचु भन्छ। योचा हेर्दा, सोया अर्थात हेर्दा। पेलु सोया पफस्व पेलु पनि अब त्यही टुल हो, भिडियोमा पनि हेर्न सक्नुहुन्छ। पेलु हेर्दा अलि फफस्व भनेको अलि बाङ्गो बाङ्गो जस्तो। अब फर एक्जाम्पल कस्तो भन्दाखेरि कोही मान्छे अब मुखै नहेरिकन उता फन्केर गयो भने चाहिँ फसवाया बनु भनेर भन्छौँ हामीले। अब यता हेर्नु पनि उता हेरेको, अलिकति यो टुल चाहिँ बिग्रिएको भन्न खोजेको हो। पेलु हेर्दा फफस्व, स्व भनेको चाहिँ हेरेको, उतापट्टि हेरेको। जिमी दाइचा हिला हिला मेरो दाइले साटी साटी। अब साटी साटी भन्नाले अब चेन्ज गरेको भन्न खोजेको हो। फुक्क देका बिलरे सबै बनाइ दियो रे। फुक्क अर्थात सबै, देका बिल भनेको चाहिँ बनाइदियो। मेरो दाइले साटी साटी सबै बनाइदियो रे भन्न खोजेको। पुल्सा निसे मन फर्के जुल अर्थात त्यो बेलादेखि मन परिवर्तन भयो। ट्याङ्का ट्याङ्का ताङ्गाचा यस्तो टुलहरू चाहिँ मेरो घरमा पनि स्टोर रुममा थियो पहिले, अहिले छ कि छैन याद छैन। धेरै पुरानो काठको टुलहरू थियो। बजेले बुन्नुहुन्थ्यो भनेर भन्नुहुन्थ्यो हामीलाई। यो टुल युज गर्दाखेरि चाहिँ आवाज आउने हुनुपर्छ। यो मैले त कपडा बुनेको सानो बेला पनि मैले देखेको छैन। हान्टा हान्टा हान्टाचा यो पनि यही हान्टाचा भन्ने पनि टुल होला। अब के चलाउँदाखेरि ट्याकटुक ट्याकटुक आवाज आउने हुनुपर्छ मेरो विचारमा। जिमी दाइचा देका बिल मेरो दाइले बनाइदियो। हिसिदेक लवचा उलिसा निसे मन फर्के जुल सिकोलाय रङ्गचा छिनातैको कापचा। मेरो विचारमा यसमा चाहिँ सिकोलाय रङ्गचा भनेको त्यो केही कलर गरेको कपडा बनेको हुनुपर्छ। छिनातैगु भनेको रङ्गाएको भन्न खोजेको, कपडालाई अब रङ लगाउनु पर्छ। कापचा अर्थात कपडा भन्न खोजेको। बाजेसँग कुरा गर्दाखेरि चाहिँ बाजेले चाहिँ कपडा पहिला रङ्गाउनु पर्छ जस्तो भन्ने कुराहरू गर्नुहुन्थ्यो पहिले। वो ल पिना दाइचा अर्थात त्यो लुगा लगाएर दाइचा। वो ल पिना त्यो लुगा लगाएर। पाजु पिन्ठ्या वनका मामा घर गयो। वहे ल अर्थात त्यही लुगा, पिना अर्थात लगाउनु, पाजु अर्थात मामा, पाजु पिन्ठ्या मामा घर, वनका गयो मामा घर गयो। यो लाइन चाहिँ पहिलेकै रिपिट भयो। थ्याङ्क यू। शुभ